Hello, welcome to my mini vlog. So this is the day which I got the farewell from Soring Senior Secondary School. So म चाहिँ यसरी है रेडी भएर जाँदैछु यी गाउँबाट अन्त हामी तिनजनाको फेयरवेल थियो तर अफकोर्स फुत्ती रहेछ होइन सो म र लाक्पा भाइ मात्रै पुगेछौँ यसरी हामी स्कुल पुग्यो सो मजाले अर्गनाइज गरेको थियो एनुअल फङ्सन डे पनि रहेछ साथसाथै हाम्रो फेयरवेल पनि रहेछ सो हामी चाहिँ मजा आयो पहिला पहिलाको साथीहरू सबै भेट्यो है खदामाला भयो गिफ्टहरू हामीलाई मोमेन्टोहरू बनाइदिएको रहेछ सबै दियो सो कस्तो लाग्यो है माया लाग्यो सो लास्टमा आयो मेरो अलिकति बोल्ने टर्न र अलि के भन्यो है सो थ्याङ्क यू भन्यो सबैजना स्कुललाई एसएमसी कमिटीलाई होइन सो माया लाग्दो रहेछ सोरेङको यसरी हाम्रो दिन बित्दै गयो Respected principal sir, respected our chief guest, SMC members, all the teachers, non-teaching faculties, and my dear student. So, हुनु त है कति वर्ष पनि मैले यहाँनिर ड्युटी त गरिनँ तर अब दिन गर्दा चाहिँ मैले धेरै झन्डै 4 वर्ष जस्तो चाहिँ मैले यहाँनिर है ड्युटी गरेँ अब उता पनि म ट्रान्सफर त स्कुलमै हो गएर चाहिँ स्टुडेन्टै पढाउनु पर्छ है बट थिङ इज डिफ्रेन्ट फेस हैन अन्त डिफ्रेन्ट एक्सपिरियन्स अब क्या यो चाहिँ मेरो सोरेङ स्कुल चाहिँ मेरो सेकेन्ड स्कुल थियो फर्स्ट त मैले प्रमिला छेत्री CCA प्रमिला छेत्री म्याम उहाँहरू 16 ब्याचबाट हुनुहुन्छ भने यस्तै प्रकारले हाम्रोमा टिचिङको साथसाथै नन टिचिङ स्टाफहरू पनि धेरैजना रेगुलर भएको छ र उहाँहरूको म यहाँबाट नाम बोलाउन चाहे र उहाँहरू यहाँ है कृपया आइदिनुहोस् होला
फर्स्टमा हुनुहुन्छ पुष्पा गुरुङ अफिस एसिस्टेन्ट, उहाँहरू हुनुहुन्छ जो चाहिँ न्युली रेगुलर टिचिङ नन टिचिङ पोस्टमा। त्यस्तै प्रकारले अब म जति पनि नाम लिनेछु उहाँहरू न्युली अपोइन्टेड, मतलब 2025मा सोरेङ स्कुलमा ट्रान्सफर भएर हाल म्याम हुनुहुन्छ, उहाँलाई पनि स्टेजमा बोल्न चाहन्छु। सबै गएर हेर्नु लेट सबै हाम्रो भविष्यको जलेबी यता 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 हेर्नु पर्यो नि आज साह्रै लाउडी भएर आउनु भएछ नि ए सकेछ नि म्याडम आज सृजनादीको फेयरवेलमा मिठा जलेबी र सबै डान्सहरू हेरेर है कतिजना रेगुलर टिचरहरूलाई न्यू टिचरहरूलाई खदामाला भएर यो स्टुडेन्टहरूलाई सबै सक्यो। त्यहाँदेखि हाम्रोमा चाहिँ मोस्ट डिसिप्लिन स्टुडेन्टहरूलाई पनि खदामाला गर्यो। उहाँ म्याम हुनुहुन्छ, ऊ चाहिँ एकाडेमिक इयरमा एउटा मात्रै सिएल बस्नु भएको रहेछ, उसलाई पनि फेलिसिटेट गर्यो है। सो बेस्ट क्लास सबै दिनुभयो। त्यहाँदेखि हाम्रो लन्च भयो। त्यहाँदेखि लन्च गरिसकेपछि हामी सबैजनाले फोटो क्लिक गऱ्यो। त्यहाँदेखि त हाम्रो टाटा बाई बाई। त्यहाँदेखि मेरो गाडी पनि आयो। त्यहाँदेखि म गाडीमा चढेर फेरि गाउँ वापस आएँ। सो अझै पनि म भन्छु स्कुल कमिटीलाई एकदमै थ्याङ्क यू सो मच है। राम्रो भयो, राम्रो गरिदिनु भयो हजुरहरूले, एकदम याद राख्नेछु। अब भोलिको दिनमा फेरि पनि मेबी आउनु सक्छु सोरेङ होइन। सो सोरेङ आयो भने फेरि पनि म त्यसरी नै काम गर्नेछु, धेरै इम्प्रुभ गरेर आउनेछु है। अब हाम्रो त लर्निङ फेज हो यो, जतिवटा स्कुलमा गयो, जतिवटा जहाँ गयो, जति हामी एक्सपिरियन्स बढ्दै जान्छ क्या। हामी एक्सपर्ट होइन, हामी लर्नर्स हो। सो थ्याङ्क यू फर वाचिङ, गुड बाई।